सबैमा नमस्कार। म गणेश चाली चाहिँ हैन, आज चाहिँ मैले खाडल खन्ने तरिका सिकाउँदैछु हजुरहरूलाई हैन, यो भिडियो मार्फत। अनि मैले चाहिँ यो ट्रेनिङमा गएर चाहिँ खाडल खन्ने तरिका, कति सिएम खन्नुपर्छ भन्ने तरिकाहरू चाहिँ हेर्नु कसरी खनेको छु मैले। अब हाम्रो चाहिँ पहाडी इलाका हो नि त, त्यही भएर चाहिँ पहाडमा चाहिँ सुन्तला प्रशस्त मात्रामा फल्छ। अनि टक्क लाएर बेल्चाले माटो यसरी घ्याप्पा हान्नु, अनि फ्याप्पा फालो हैन, टक्क लाएर यसरी फाल्ने हैन। खाडल चाहिँ यस विधि पुऱ्याएर गर्नुपर्छ। अनि म चाहिँ सुन्तला खेतीतिर चाहिँ अति रुचि लागेको हुँदा मैले सुन्तला लगाउने मन लाग्यो र मैले चाहिँ बिरुवाहरू किनेर ल्याइसकेँ। अघिल्लो भिडियोमा हेरिसक्नुभयो हैन। टक्क लाएर माटो यसरी फालेँ हैन। क्यार्ने अब गाह्रो छ। अब गाउँमा चाहिँ काम गर्ने, टक्क लाएर पैसा त कमाउनु पर्यो नि हैन। अब यसरी पुरा कुल्ली ड्रेसमा, मतलब पुरा लेबर काम गरिरहेको छु मैले हैन। ड्रेस त त्यस्तै ठिकै छ। अब अरू कपडा फोर्न नहोस् भनेर ड्रेस लाग्यो। त्यो लुक्समा मतलब भएन, हामीलाई काम मतलब हुन्छ हैन। लुक्स त्यस्तै हो हैन। ट्याक्क लाएर मैले काम गरिरहेको छु, हेलमेट नि लगाएर। त्यहाँ गर्मी छ नि त, अब त्यही भएर चाहिँ टाउको नपोलोस् भनेर टक्क लाएर चाहिँ मैले विधि पुऱ्याएर काम गरिरहेको छु। किनभने माथिबाट खिचेको हुँदा तलपट्टि गहिरो भएको देखिएको छैन हैन। ट्याक्कै हेर्नु गल पनि कसरी गाडिएको छ, हजुरले देख्न सक्नुहुन्छ। त्यहाँ अलिअलि माटो साह्रो हुँदा मैले गल यसरी पेली खन्न परेको अवस्था हैन। ट्याक्क लाएर अब यहाँ चाहिँ कम्पोस्ट मलको प्रयोग गरेर घोलेर टक्क सुन्तला ल्याम्मा ल्याम्मा फल्छ हैन। त्यही त हो गाउँतिर। अब सुन्तला फलोस् भन्ने तरिकाले हो हैन। मैले चाहिँ त्यो दुःखहरू हो, लगभग लगाउनु छ धेरै नै। सुन्तला लगाउने मेरो प्लान छ। अब कहाँसम्म पुग्छ मेरो प्लान हेरौँ हैन। टक्क लाएर अब खाडल खन्ने तरिका यो भिडियोले मार्फत देखाउँछ। अनि मैले ट्याक्क लाएर हेलमेट फुकालेँ, किनकि गर्मी भयो, अब राखिदिन्छु भनेर राखेँ। अनि मैले चाहिँ ट्याक्क लाएर बेल्चा हान्न सुरु गरेँ। बेल्चा हानेको छ बल्ल हेर्नु यो कसरी हानिन्छ बेल्चा। ल हेर्नु अब के हान्ने, बेल्चा त हान्नै पऱ्यो। साउदी कतार बेल्चा लतार भन्ने त त्यो उखान सुन्नुभएकै छ। अब यस्तै त हो। अनि ट्याक्क लाएर हेर्नु, मैले खतरा गहिरो बनाइछु, तर मैले विधि पुऱ्याएरै गरेछु हैन। 5 मिटरको दूरीमा। अनि गहिरो चाहिँ 2 फिट बनाउने भनेको थियो, 2 फिट बनाएँ हैन। टक्क लाएर अब चाहिँ त्यस्तै हो। यसमा चाहिँ अहिले मल प्रयोग गरिँदैन, किनकि मल सुरु भयो नि त खाल्टो खन्न। अब के हान्दा नि अब ढिलै भयो। अब हजुरले चाहिँ खाल्टो खन्दाखेरि यो भिडियो मार्फत हजुरले हेर्न सक्नुहुन्छ, कतिको गएर अनुमान लगाउन सक्नुहुन्छ। मैले भनिदिएको त छैन, त्यही पनि अनुमान लगाउन सक्नुहुन्छ। अब 2 फिट भन्दा बेसी खन्न सक्नुहुन्छ भने खन्नुहोस्, सकेसम्म 2 फिट चाहिँ खन्नुहोस् हैन। ट्याक्क लाएर 1.5 हात खन्ने हुन्छ। ट्याक्क लाएर हेर्नु कस्तो मजाले खनेको छु कति गहिरो भएको छ। मैले काम गर्दा बोर भइसकेँ, के हाल्ने 50वटा खाल्टो नि पुरा छैन। बसेर काम गर्ने अवस्था भइसक्यो, के त नि गर्मी छ। ल हेर्नु कसरी फाल्छु मजाले माटो। त्यसपछि चाहिँ अब मैले खाल्टो चाहिँ मेरो लगभग पुरा भइसक्यो हैन। ट्याक्क लाएर मेरो खाल्टो चाहिँ पुरो रेडी भइसक्यो हैन। अब बेल्चा चाहिँ फालिदिन्छु हैन। ट्याक्क लाएर पुग्यो। यो भिडियो मन पर्यो भने लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि थ्याङ्क यू फर वाचिङ दिस माई भिडियो।